दिदी हजुर अस्तिदेखि मलाई व्हाइट सस पास्ता खाने क्रेभिङ भइरहेको छ। आज चाहिँ जसरी पनि व्हाइट सस पास्ता बनाइदिनु न। प्यारी भदाइनीको आजको स्पेशल डिमान्ड चाहिँ व्हाइट सस पास्ता अरे। पास्तालाई चाहिँ मजाले नुन र तेल हालेर पानीमा बोइल गरेर पाकेपछि चाहिँ यसको पानी तारेर केही बेर साइडमा राखिदिए। अब चाहिँ प्याज र क्याप्सिकमलाई थोरै नुन र मरिचको धुलो हालेर तेलमा मजाले टोस्ट गरेर साइडमा राखिदिएको छु। त्यही पेनमा चाहिँ थोरै तेल हालेर 1 चम्ची जति मैदालाई मजाले भुटेर त्यो माथिबाट दुध हाल्दै मस्त घोल्दै पकाइदिन्छु हैन। अनि 5 मिनेट जति मजाले घोल्दै घोल्दै पकाएपछि चाहिँ दुध एकदम बाक्लो हुँदै जान्छ हैन। अझै केही बेर मजाले चलाउँदै पकाएपछि चाहिँ एकदमै धेरै क्रिमी सस चाहिँ तयार भइसकेको छ। यो माथिबाट चाहिँ अघि तयार पारेको भेजी चाउरलाई हाल्दिन्छु। फाइनली बोइल गरेको पास्तालाई हालेर चाहिँ मस्तसँगले ओल्टाए पल्टाए कोल्टाए गरेर चलाइदिने। 2 देखि 3 मिनेट पछाडि चाहिँ हाम्रो दामी क्रिमी स्रिमी व्हाइट सस पास्ता चाहिँ लगभग रेडी हुन्छ। अनि यतिको टाइममा चाहिँ टक्कसँगले पिरोको लागि चिली फ्लेक्स माथिबाट स्प्रिङ्कल गरिदिएको छु। अनि यसलाई पनि चलाएपछि चाहिँ थोरै मैले हालेको छु मरिचको धुलो। मरिचको धुलोलाई स्प्रिङ्कल गरिदिइसकेपछि चाहिँ मस्तसँगले चलाउने। यति धेरै क्रिमी देखिराखेको थियो नि, खामखाम भइसकेको थियो। अनि हतार प्लेटिङ गर्नतिर लागे। अनि एउटा प्लेट लिएर टक्कसँगले व्हाइट सस पास्तालाई मस्त भरि भरि हालेर चाहिँ सिधै लगेर मेरो भदैनीलाई खानु दिएको। अति नै बबाल मिठो लाग्यो रे। अनि हामी सबैजनाले इन्जोय गर्दै खायौँ। अति नै बबाल मिठो भएको थियो।